Hello guys, once again welcome back to my channel. कस्तो हुनुहुन्छ सबैजना? आई होप सबैजना ठिकै हुनुहुन्छ होला, म पनि ठिकै छु। र आज चाहिँ मैले फेरि पनि तपाईँको बिच भ्लग लिएर आइसकेको छु। भ्लग चाहिँ आज इन्ट्रेस्टिङ हुनेवाला छ। इफ यु लाइक द भिडियो होइन, लाइक एन्ड सब्सक्राइब गर्नु नभुल्नुहोस् होला है। र अब यति भन्दामै है, आज चाहिँ लङ टाइम आफ्टर 1 विक है मैले चाहिँ भ्लग लिएर आइसकेको छु हजुरहरूको सामु। अन्त किनकि अब मेरो आई हेभ ड्युटी पर्सनली होइन, पर्सनल लाइफ र प्रोफेसनल लाइफ हुन्छ मान्छेको होइन। पर्सनल लाइफमा चाहिँ म भ्लगहरू गरिरहेको छु। अब प्रोफेसनल भनेको एउटा आफ्नो काम हो होइन। र यति भन्दैमा है, अब किन बेसी बकबक गरिरहनुहोस्। र आम गोना कुकिङ गाइज है। इफ यु लाइक टु भिडियो डोन्ट फर्गेट टु सब्सक्राइब एन्ड बुझिहाल्नु न। ओके, र गाइस यो चाहिँ मसलाहरू हो। र अब टक्कै यहाँनिर चाहिँ हल्दी हाल्ने होइन। अन्त हल्दी टक्कै हालिसकेपछि रङ खोर्सानी भन्छ यसलाई, रेड चिल्ली है। रेड चिल्ली सट्टै हालेपछि चाहिँ अन्त टक्कै नमक हालिदिनुपर्छ हो। अन्त टक्कै यो चाहिँ तपाईँको स्पागेटी होइन। अन्त टक्कै एउटा फ्राइबिन निकालेर सट्टै फ्राइबिनमा अब सट्टै पानी भरेर हो। अन्त पानी भरिसकेपछि चाहिँ तपाईँको टक्कै पर ग्यासको चुलामा टक्कै बसाइदिइहाल्नुपर्छ हो। अन्त टक्कै चुलामा बसेपछि चाहिँ अब टक्कै टमाटर प्याज लसुन होइन टक्कै रेडी गर्नुपर्छ। टक्कै रेडी गरिसकेपछि टक्कै मजाले रिडाइ गरिसकेपछि चाहिँ टक्कै यता फेरि हल्का कुकरमा उयो हुँदैछ, बोइल हुँदैछ त्यो होइन, मटनको हड्डीहरू चाहिँ हो। अन्त टक्कै अब स्टार्ट गर्नुपर्छ होइन। टक्कै अब स्टार्ट गरिसकेपछि प्याज ट्याक 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 काटिदियो होइन। प्याज टक 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 प्याज काटिदिइसकेपछि चाहिँ प्याजको पानी टक्कै सकेपछि चाहिँ फेरि खोर्सानी टक्कै निकालेर होइन, खोर्सानी पनि सरर काटिदिने हो। अन्त बादमा चाहिँ टक्कै खोर्सानी काटिसकेपछि चाहिँ तपाईँको टक्कै लाएर लसुन टक्कै क्याच्च किच्चाएर चाहिँ होइन सट्ट गाह्रो पारेर टक्कै काटिदिइहाल्दैन, मजाले मिन गरिदिने। अन्त तपाईँको टक्कै टमाटर हो, टमाटर टक्कै ग्रेड गरेर टक्कै काटिसकेपछि चाहिँ तपाईँको त्यहाँबाट चाहिँ काम स्टार्ट हुन्छ। धनियाँलाई पनि काट्चा खुचुक पारिदियो होइन। अन्त टक्कै रेसिपी चाहिँ टक्कै फाइनली हो रेडी भइसक्यो हो। अन्त अब टक्कै रेसिपी रेडी भइसक्यो। रेसिपी रेडी भइसकेपछि टक्कै यता फेरि उनीहरूको टक्कै मटन हड्डी रेडी भइसक्यो। अब चाहिँ र फाइनली गाइस रेसिपी चाहिँ रेडी भइसक्यो। टमाटर प्याज लसुनहरू सबै काटिसक्यो। अब चाहिँ टक्कै हाल्नु स्टार्ट गरिसक्यो मैले होइन। अन्त टक्कै हालिसकेपछि चाहिँ तपाईँको एकछिन होइन थाल टक्कै उता राखिदिएर होइन टक्कै राखिसक्यो पछि चाहिँ तपाईँको त्यहाँबाट चाहिँ हल्का चलाइदिनुपर्छ मजाले होइन। चलाइदिइसकेपछि चाहिँ टक्कै लाएर र गाइस यो चाहिँ है सुपको चाहिँ फाइनली लुक्स है हेर्न सक्नुहुन्छ। पानी खटखट खट र गाइस अब चाहिँ म स्पागेटी हाल्न लागेको होइन। डल्लै घोप्टी गएर नै भुइँभरि भइदियो, आधी त अब भुइँमै छ हो। अन्त अब जसरी भए पनि अब आधी चाहिँ उब्रेको थियो। अन्त यो चाहिँ टक्कै हालिदिन्छु। अब टक्कै उम्लिँदैछ पानी होइन, उम्लिँदै गरेको पानीमा चाहिँ टक्कै लिएर सट्टै हालिदिने। हात पोल्यो नि फेरि गयो टक्कै, अस्ति नै हात पोलेको छ त्यसले हो। अन्त टक्कै अब मजाले अब उम्लिन्छ नि त्यो। अन्त उम्लिसकेपछि चाहिँ अन्त टक्कै मजाले पाकिसकेपछि चाहिँ टक्कै त्यसमा चाहिँ टक्कै म सुपमा हालेर चाहिँ खाने हो। र फाइनली है थुक्पा पनि बोइल भइसकेको छ। र हेर्नुहोस् गाइस मजाले है, अब यो चाहिँ टालिएन फेरि मजाको भइदियो गाइस, तर दामी। अब चाहिँ म खान स्टार्ट गरिरहेको। दामी दामी ल। इफ यु लाइक द भिडियो लाइक एन्ड सब्सक्राइब ओके गाइस। दामी छ गाइस। यो चाहिँ हड्डी धरा खाना चाहिँ होइन। सकिसक्यो फाइनली थुक्पा।
हड्डी रोक्नुमा चाहिँ दामी यो जस्तै दामी हिजो दामी दामी guys if you like the video like and subscribe अर्को भिडियोमा फेरि पनि भेटौँला हजुरहरूलाई thank you for watching